नमस्कार सम्पूर्ण मेरो भेट्यु हेरिरहनुभएका प्रेमीजनहरूलाई आज एउटा नयाँ ठाउँमा आएको छु म, जहाँ चाहिँ आज छुट्टी थियो घुम्नलाई थोरै समय लिएर आएको थिएँ। अब देखाउन गइरहेको छु बिल्डिङहरू। म बस्छु यहीँ, यस्तो बिल्डिङहरू छ, हेर्न सक्नुहुन्छ तपाईँले। बवाल छ यहाँ चाहिँ। अनि उताबाट चाहिँ अर्को बिल्डिङ निर्माण हुँदैछ फेरि, यति छिटो हो कि हेर्न सक्नुहुन्छ। यस्तो चाहिँ एलआरटी पनि चल्ने ठाउँ हो। बिल्डिङभित्र चाहिँ यसरी कार पार्किङ गर्ने ठाउँ पनि एकदमै राखिदिएको छ यसरी, जुन चाहिँ यो बिल्डिङ चाहिँ साँच्चीकै धेरै अल्को छ। अनि बिल्डिङको मुनि सबभन्दा लास्टमा चाहिँ यसरी कार पार्किङ कारहरू राख्न मिल्ने यसरी बनाइदिएको छ, हेर्न सक्नुहुन्छ तपाईँ। यसरी स्पेस योभन्दा अन्डरग्राउन्डमा पनि बनाउँछ यहाँतिर चाहिँ कार पार्किङ। भित्र चाहिँ तपाईँको हजारौँ कार पार्किङ गर्न मिल्ने त्यस्तो ठाउँ। यो होटेलहरू एकदमै चल्ने होटेल। यस्तो राम्रो ठाउँ छ हिँड्नलाई यताबाट है। तपाईँको हरेक कुरा सजावट यसरी राम्रो बनाइदिएको छ। अनि यहाँबाट एकजना नेपाली दाजु हुनुहुन्छ, उहाँसँग म थोरै कुरा गर्न गइरहेको छु। दाजु नमस्कार, के साह्रो पनि हुन्छ नि? अनि कति समय भयो आउनुभएको तपाईँ? कस्तो भइरहेको छ तपाईँ कामहरू? खुसीलाई आफ्नो ख्याल राख्नु है त, यस्तै छ जिन्दगी हाम्रो होइन। हस्, आफ्नो ख्याल राख्नु। के गर्नु अब, नेपालमा चाहिँ नि सरकारको कमजोरीले हामी विदेशमा यसरी अर्काको ठाउँमा काम गर्नुपर्ने स्थितिहरू छ। नेपालमै भइदिएको भए परिवारसँग बसेर होइन कति रमाइलो हुन्थ्यो होला। हेर्न सक्नु ब्याकग्राउन्ड दृश्यमा देखाउनु गइरहेको छु। रुख एकदम राम्रो छ यहाँ ठाउँ। अरे म आएको बिल्डिङ यही हो, त्यसको मुनिबाट आएको थिएँ म। चाहिँ हिजो अस्ति भर्खर मात्र बनाएको, अझै पनि यहाँ मान्छे बनाइरहेको छ, यो भर्खरै बनाइरहेको छ, अझ फिनिसिङ भएको छैन। यहाँ चाहिँ दातुको घर है, यो चाहिँ दातुश्री एकदमै धनी है, एकदम दातुश्रीको घर हो यो चाहिँ। यो पनि दातु तानश्रीका घर हो यो। पहिलो यो दाइको थियो यतापट्टि, अनि पछि चाहिँ यतापट्टि भाइले पनि बनायो। इन्जिनियरिङ डिजाइन एकदम खतरा, सबै कुरा पर्दा जस्तै हेर्नु न। यो चाहिँ वास्तविक पर्दा चाहिँ होइन, यो चाहिँ यसरी बनाएको छ पर्दा जस्तै गरेर। इन्जिनियरिङ डिजाइन हो यो चाहिँ, एकदमै खतरा। यो पनि भर्खरै फिनिसिङ भएको यो घर एकदमै राम्रो। यो पनि दातुकै हो, भर्खरै फिनिसिङ भएको, एकदमै राम्रो छ। हेर्नुहोस्, यो रुख चाहिँ धुप्पी सल्लाह हो है। यो चाहिँ हाम्रो चाहिँ पाहाडतिर मात्रै यो पाउँछ, तर यो चाहिँ यहाँ हेर्नुहोस् न, यही सहर बजारमै घरकै आँगनमा यसरी छन्। कस्तो राम्रो हुन्छ। हेर्दै गर्नु सबैजनालाई धन्यवाद।